हेलो एभ्रिवन गाइज, फेरि पनि हामीसँग रिस्टोक भइसकेछ RX 100 को A to Z पार्ट है। तपाईहरुले रेस्टोरेसन गर्न चाहनुहुन्छ, यदि पुरै पार्टहरु काम नलाग्ने भएको छ, पार्ट खोज्न चाहनुहुन्छ, खोज्दै हुनुहुन्छ भने चाहिँ टक्क साइद खानलाई सम्झेर आउँदा हुन्छ सिन्धुलीको भिमानमा है। तपाईहरुलाई अब सुरुदेखि देखाउँदै छु। हेर्नुस् यहाँ माथि ह्यान्डल बार नेरी लाग्ने यो हो मिटर प्लेट RX 100 135 मा एउटै लाग्छ, देख्न सक्नुहुन्छ। टक्कसँगले यसमा मिटर ट्यागकोसँगले यसलाई चाहिँ हामीले हैन पाइलट ल्याम्प भन्छ। हेर्नुस् यहाँ के लेखेको छ, पाइलट ल्याम्प LH पाइलट ल्याम्प लेफ्ट र राइट यो दुईटा भइहाल्यो है। र यहाँ देख्न सक्नुहुन्छ यो हो प्रिकोलको है, प्रिकोलको जेन्युन मिटर एसेम्बली। तपाईहरुलाई म खोलेर पनि देखाउँदै छु है गाइस। टक्कसँगले यामाहा जेन्युन है, प्रिकोलको जेन्युन हुन्छ है। यो यामाहा लेखेको हुन्छ, यामाहा। अरु किन्नुभयो भने बाहिर यस्तो आउँदैन, यामा लेखेको अरु सबै थोकहरू उस्तै हुन्छ। त्यही सँगै तपाईहरुलाई देखाउँदै छु टक्कसँगले स्विच कम्पनीको जेन्युन साइड लाइट है। यो साइड लाइट सिट पछाडीको हो है। पछाडीको कसरी चिन्नुहुन्छ भनेपछि लामो वायर हुन्छ। कहाँबाट हुन्छ भनेपछि लामो वायर क्यारियरबाट एकैचोटी अगाडिसम्म पुग्ने हुन्छ। हेर्नुस् यो दुईटै हो पछाडीको। त्यस पछाडी हेर्नुस् यहाँ तपाईहरुलाई यसो जानकारी गराइदिउँ। अगाडिको हुन्छ भनेपछि फ्रन्टको सानो वायर हुन्छ है, दुईटा पछाडीको दुईटा अगाडिको। हेर्नुस् है, देख्न सक्नुहुन्छ साथीहरु, ओरिजिनल है। हेर्नुस् यहाँ यो चाहिँ मिन्डाको रहेछ, यतापट्टि चाहिँ है मिन्डा। टक्क एकदम दामी नभाचिने खालको छ है। यो हो अगाडिको फुटरेस रबर। यहाँ छ मिन्डा कम्पनीको वायरिङ पुरै एसेम्बली। यहाँ छ मिटर पिनियन। हेडलाइट बल्ब पनि हामीसँग एभाइलेबल भइसकेछ है। टक्कसँगले हेर्नुस् यहाँ पुरै एकदम स्पेशल कम्पनीमा टक्कसँगले निस्क्यो बाबु। हेर्नुस् यहाँ RX 100 को बल्ब धेरै बिग्रिरहन्छ नि साथीहरु, यसो बल्बहरु पनि पाइन्छ है हामीसँग। त्यस पछाडी पाइन्छ के छ भनेपछि हेर्नुस् यहाँ मेल फिमेल एसेम्बली। कुनै साथीले भन्नु होला, हेर्नुस् है RX 100 को जेन्युन 1L15700104 1L1 सिरिज भनेपछि थाहा छ नि, एकदम यामाहाको जेन्युन पार्ट। त्यससाथै हाउजिङको होल्डर जुन भन्नुहुन्छ नि, हाउजिङ प्लेट टक्कसँगले कहिलेकाहीँ हामीले खोल्दाखेरि कस्दाखेरि भाँचिन्छ, यो क्र्याक हुन सक्छ। र यो 5 स्पिड किक टक्कसँगले तपाईहरुको बाइकमा कहिले पनि साइलेन्सरमा टच नहुने ब्रान्डको किक इन्स्टल हाल्न चाहनुहुन्छ भने किक टक्कसँगले यो हाल्नु होला। त्यसैले यो छ टक्कसँगले रबर किट। तपाईको बाइकमा अल टु अल रबर आइटम यसमा लागिहाल्छ है। यसैगरी तपाईलाई टक्कसँगले हेर्नुस् यहाँ हेर्नुस् यो चाहिँ के हो भनेपछि टुटी पम्प जेन्युन प्रिकोलको है, प्रिकोलको जेन्युन देख्न सक्नुहुन्छ टुटी पम्प। अनि त्यस पछाडी यो मेड इन इन्डिया कार्बोरेटर है, देख्न सक्नुहुन्छ मेड इन इन्डिया है, इन्डियाको मेड इन इन्डिया रहेछ है। त्यस पछाडी चाबी किट पनि छ एसेम्बली हामीसँग पुरै किटमा। यसैगरी RX 100 को कुनै पनि पार्ट्स तपाईहरुलाई चाहिन्छ भने, यदि RX बेच्न चाहनुहुन्छ भने, किन्न चाहनुहुन्छ, यदि रेस्टोरेसन गर्न चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्नु होला। हेर्नुस् हामीसँग एभाइलेबल भइसकेछ। 2-3 दिन पछाडी तपाईहरुलाई देखाउँछु यो बाइकको भिडियो। ब्रान्ड न्यू कन्डिसन जस्तो सोरुमबाट झिक्नुहुन्छ। मात्र गाडीको नम्बर प्लेट पुरानो हुन्छ, गाडी भनेको अल टु अल ब्रान्ड न्यू। भिडियो राम्रो लाग्यो लाइक कमेन्ट गर्नु होला। हस्त थ्यांक यू।